दाजु बहिनीको सम्बन्ध हो। त्यो त मान्छेले जेसुकै भनिरहन्छ कि मान्छेले भनेको त्यही त भनेको त होइन। एउटा सानो कुरा निकालेर त्यो चाहिँ माथि के अरे तेर्थुमबाट आएको थियौँ। अनि त्यो चाहिँ मैले चिया खाने ठाउँ हो क्या, ग्रिन टी भन्ने एकदम फेमस, धरानको सबभन्दा फेमस त्यही हो। त्यहीँ उहिलेदेखि म बस्थेँ। अनि कार्यालय पनि हाम्रो अरू ठाउँमा खोले पनि म जाँदिनँ पनि, त्यहीँ बस्छु। अनि त्यहाँनिर चाहिँ समला राई भन्ने, समला साम्पाङ राई भन्ने मेरो बहिनी हो, ऊ चाहिँ तारा छ। अनि यो समानुपातिको उसमा अलिक रिसाई पनि रहेको थियो नि, पहिला एकचोटि देखाएको थियो नि समानुपातिको, म आउनुपर्छ भन्ने हिसाबबाट लाग्नु भएको थियो। अनि उसलाई चाहिँ अब तिमी भनेरै बोलाइन्छ। अनि त्यहाँ हामी 10-15 जना थियौँ। त्यो चाहिँ कस्तो भने त्यो बस्ने ठाउँ चाहिँ ओपन छ, त्यहाँदेखि यता चाहिँ बाटो हो फेरि होइन। अनि बेलुका भइरहेको थियो आइपुग्दाखेरि। अनि ल यता आऊ यहाँ होइन भनेर भने। अनि जाडो पनि भइरहेको थियो नि त। अनि यता बस्दा जाडो भएको छ है। अलिक तपाईँको नजिक बस्दाखेरि अलि न्यानो हुन्छ भन्ने हिसाबको सोच विचार पनि हुन्छ नि त हाम्रो, त्यसले गर्दा त्यो भनेको। अनि त्यहाँ रेडबुल खान्छौँ क्या हामीले, रेडबुल त्यो यस्तो पहेँलो खालको। अनि त्यसलाई चाहिँ के भनेर निकालेको छ। त्यस्तो कुराले त्यो कस्तो मान्छेहरूले चाहिँ त्यसो भन्छ म त छक्क पर्छु है। हामी अरू जस्तो अनैतिक होइन, अरूले थुप्रो गरेको छ, यहाँ म भन्दिनँ त्यो चिज होइन। अलि हाँसौँ न, तपाईँहरू पनि हाँस्नु, अलि हाँसौँ न। त्यो भन्दिनँ म त्यहाँ होइन। संसदको गरिमामा झन्डै आँच आउने गरी कुराहरू भन्दिनँ, तर मुखबाट भन्दिनँ, साङ्केतिक बुझिसकेँ। त्यस्तो होइन हामी। दाजु बहिनीको सम्बन्ध हो।